यो भिडियोमा हेर्नुस्, सानोतिनो कुरामा कति आवाज उठाउनुहुन्छ। ठुलो ठुलो हत्या र भ्रष्टाचारी भयो, त्यसमा आवाज उठाउनु भएन। यो सानोतिनो कुरामा एउटा अवरोध गर्न, देश बिगाड्नको लागि आइरहेछ, त्यसको कुरा सुन्नु छ नि त। आफ्ना आफ्ना क्लेम छन् भन्यो भने टेबलमा बसेर तथ्य प्रमाण राखेर टुङ्ग्याउन बाँकी छ। त्यो कुनै दिनमा टुङ्गिएला, हामी टुङ्ग्याउने विश्वासमै छौँ। तर दुई देशको मामलामा तेस्रो देश ल्याएर हाल्नु, यो त झन् गम्भीर कुरा हो। के को निम्ति आवश्यक छ? जबकि दुई निपुले कालापानीको विवादमा तपाईँले भन्नुहुन्छ कि तेस्रो देशले त्यसमा नराख्नु, आफै भारत र नेपाल दुईजना मिलेर गर्नु। तर ठिक छ, तेस्रो देशले राख्नको कारण के हो? एउटा कि त्यो सन्धिकरण जुन दिन भयो, त्यो नक्सा पारित गर्ने बेलामा बेलायतको हात थियो। बेलायत यहाँ, त्यो बेलायतले बनाएको हो। तपाईँ राख्ने कुरा यो छ कि राख्नको मतलब तपाईँ ठुलो अपराध होइन। तेस्रो देशले राखेर कुनै ठुलो अपराध होइन। ठुलो अपराधमा तपाईँ आवाज उठाउनु भएन। यो सानोतिनो कुरामा आवाज उठाउनुहुन्छ। आवाज उठाउनै थियो भन्ने तपाईँले, यस्तो निर्मला पन्तले बलात्कार गरेर निर्मला पन्तको हत्या गरिएछ, त्यसमा तपाईँ आवाज उठाउनु भएन। त्यसबेला तपाईँ कहाँ हुनुहुन्थ्यो? त्यस बेला तपाईँले त्यो निर्मला पन्त हत्याको बारेमा तपाईँ कति घुस खानु भएछ भन्नु त? घुस नखाएर त्यस्तै मुख बन्द राख्छ? तपाईँ त बढ्ता कुरा गर्नुहुन्छ। ठिक छ, घुस खाएको छैन भन्ने त्यो अपराधीले बचाउनुहुन्छ। त्यो मान्छे को हो तपाईँको? त्यो तपाईँको हाउसम्यान हो? अरू एउटा कुरा के छ भने, ठिक छ, त्यसमा आवाज उठाउनु भएन। रवि लामेछानेलाई निर्दोष व्यक्तिले जेलको हावा खुवाएको छ। 12 बजे रातिमा उठाएर उसलाई जेलमा खोरमा हालेको छ। 9 महिनासम्म उसलाई खोरमा हालेको छ। तपाईँले लाज लाग्दैन? त्यसमा आवाज उठाउनु भएन? त्यस बेला तपाईँ कति घुस खानु भएको छ? तपाईँ भन्नु त। घुस खाएर कुरा गर्छ। यहाँ महिलाको नाउँमा तपाईँ कलङ्क हुनुहुन्छ क्या तपाईँ। अर्को कुरा के छ भन्ने, धेरै नराम्रो कुराहरू भयो, जति भ्रष्टाचारी भयो त्यसमा तपाईँ आवाज उठाउनु भएन। अहिले सानोतिनो कुरामा आवाज उठाउनु भयो। तर कुनै घटनामा धेरै क्षति भएछ, तर त्यसमा तपाईँ आवाज उठाउनु भएन। त्यसमा तपाईँ घुस खाएको छ जस्तो लाग्छ। घुस खाएन भन्ने किन आवाज उठाउनु भएन? फोहरी पापी मान्छे जन्ममा तपाईँले कलङ्क छ, कलङ्क। तपाईँ एउटा वार्ता कर, तपाईँलाई बोल्न आउँछ, मलाई बोल्न आउँदैन? यत्रो भ्रष्टाचारी भयो, तर दिन देखारे मान्छेहरूलाई हत्या गरेर कता कता पुर्यायो, कति कति गोली चलियो, तपाईँलाई थाहा छैन? अहिलेसम्म आउँछ यता कुरा गर्नले। तपाईँ मान्छे नभएर तपाईँ गु खान। त्यो केपी ओलीको